दरबार हत्याकाण्डको 25 वर्ष त्यो 15 मिनेट जसले नेपालको इतिहासलाई बदलिदियो। नेपालको इतिहासमा केही यस्ता घटनाहरू छन् जसले समयलाई नै दुई भागमा विभाजन गरिदिएका छन्। 2058 साल जेठ 19 गते राति नारायणहिटी राजदरबारभित्र भएको दरबार हत्याकाण्ड त्यस्तै एउटा घटना हो जसले नेपालको राजनीतिक, सामाजिक र मनोवैज्ञानिक इतिहासमा गहिरो छाप छाड्यो। शुक्रबार राति नियमित पारिवारिक जमघटका क्रममा भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति सहित राजपरिवारका 10 सदस्यको मृत्यु भयो। घटनाले एकै रातमा शाह वंशको केन्द्र नै तहस नहस बनायो। घटनापछि गठित उच्च स्तरीय छानबिन समितिले युवराज दिपेन्द्रलाई घटनाको मुख्य जिम्मेवार ठहर गर्यो। समितिको निष्कर्ष अनुसार दिपेन्द्रले परिवारका सदस्यहरूमाथि गोली प्रहार गरी अन्त्यतः आफूलाई पनि गोली हानेका थिए। उनी 3 दिनसम्म अचेत अवस्थामा रहेपछि उनको मृत्यु भयो। तर यही निष्कर्षले नेपाली समाजका सबै प्रश्नहरूको उत्तर दिन सकेन। राजदरबार भित्रको कडा सुरक्षा घेरा, घटनास्थलमा बाँचेकाहरूको फरक बयान, तत्कालीन राजनीतिक परिस्थिति र घटनापछि फैलिएका विभिन्न आशंकाले यो घटनालाई अझै रहस्यमय बनाइदियो। त्यसैले 25 वर्ष बितिसक्दा पनि धेरै नेपालीले आधिकारिक प्रतिवेदनलाई पूर्ण रूपमा स्वीकार गरेका छैनन्। दरबार हत्याकाण्ड केवल एउटा पारिवारिक त्रासदी थिएन, यसले नेपालमा राज संस्थाप्रतिको जनविश्वासलाई गम्भीर रूपमा प्रभावित गर्यो। राजा वीरेन्द्रको निधनपछि गद्दीमा बसेका ज्ञानेन्द्र शाहको शासनकाल राजनीतिक विवाद र जनअसन्तुष्टि बीच बित्यो। यसको केही वर्षमै दोस्रो जनआन्दोलन सफल भयो र 2065 सालमा नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भयो। धेरै विश्लेषकहरूले दरबार हत्याकाण्डलाई राजतन्त्र अन्त्यतर्फ धकेल्ने निर्णयात्मक मोडका रूपमा हेर्ने गरेका छन्। घटनाको अर्को महत्त्वपूर्ण पक्ष भनेको यसले नेपाली समाजमा सिर्जना गरेको मानसिक असर हो। त्यति बेला देशभर शोक, अन्यल र अविश्वासको वातावरण बनेको थियो। सञ्चार माध्यमहरू सीमित थिए, सूचना अस्पष्ट थियो र जनताले आफ्ना प्रिय राजा गुमाउनुको पीडालाई व्यक्तिगत शोक झैँ अनुभव गरेका थिए। 25 वर्षपछि पनि धेरै प्रश्न अनुत्तरित छन्। के सार्वजनिक प्रतिवेदनले सम्पूर्ण सत्य बोलेको थियो? के थप स्वतन्त्र अनुसन्धान आवश्यक छ? किन अझै त्यो घटना नेपाली जनमानसमा बहसको विषय बनेको छ? उत्तर जे भए पनि एउटा तथ्य निर्विवाद छ। जेठ 19 को त्यो रातले नेपालको राजनीतिक यात्रा नै बदलिदियो। राजतन्त्रबाट गणतन्त्रसम्मको यात्रामा दरबार हत्याकाण्ड एउटा यस्तो अध्याय बन्यो जसको रहस्य, पीडा र प्रभाव आज पनि समाप्त भएको छैन।